यस्तो यस्तो किसिमको राख्ने त नभए भयो त्यहाँ न बुद्धिजीवी छ न क्रिएटिभ छ न के छ सबै त्यहाँ हेर्नु न राष्ट्रिय सभा नराख्ने अब राष्ट्रिय सभा नराखे चाहिँ खर्च गर्छ राम्रो कुरा राज्यलाई चाहिँ त्यहाँको पैसा बचत हुन सक्छ राख्ने हो भने पनि अलि छरितो राख्नु पर्यो अलि त्यसको यसो हो कि राख्ने नराख्ने भन्दा कुरा पनि त्यो केका लागि राखिएको र त्यसले त्यो उद्देश्य पुरा गर्यो कि गरेन सुन्नुहोस् प्रतिनिधि सभामा एउटा पार्टीको बहुमत छ सुन्नु राजनीतिक पीडित हो भने ल राख्नु क्वेसन सुन्नु न प्रतिनिधि सभामा एउटा पार्टीको बहुमत छ अनि राष्ट्रिय सभा नि हटाउने अनि के प्रतिनिधि सभाले आफ्नो मनलाइदी गर्ने त्यो भए के मनला गर्न के पाउँछ यार राज्यमा मनला गर्न पाइन्छ 5 वर्ष गर्ने होला बढी मनला गरे पनि गरिहाल्यो भने पनि त्यहाँ बढी गर्न पाउँछ यार तपाईँ हामी के यहाँ के दही जमाएर बसेका छौँ जे मनला त्यही गर्ने हामी आन्दोलन गर्न सक्दैनौँ कस्तो जे मनला त्यही भन्ने गर्नै पाइँदैन कहीँ गरिएको छ भने तपाईँ हामीले उठाउनु पऱ्यो नि तपाईँले यो गल्ती गर्यो भने यो नेपालीहरूको परिभाषै भएन कि आन्दोलन गर्ने फेरि आन्दोलन यत्रो आन्दोलन नै पुगेन देशलाई आन्दोलन कसैले गर्ने भनेकै छैन मैले गर्नु भने पर्यावरण त गर्नु पऱ्यो जहिले बातहरू गर्नु भएन जस्तो प्रचण्डले एउटा कुना बसेर हामी चाहिँ सब अब एक कम्युनिस्टहरू मिलेर जान्छौँ आन्दोलन गर्छौँ यहाँ गर्छौँ भने जस्तो गर्ने होइन क्या यो इस्यु तैँले गल्ती गरिस् सच्याउने भए सच्या नभए हामी जुलिसमा आउँछौँ भन्न सक्नु पऱ्यो नि त केही छैन लमसममा चाहिने 1000-2000 दिएर चाहिने हिजो जस्तो सुकुम्बासीका मान्छे बोकेर ल्याएर यहाँ जुलुस गरे जस्तो सधैँ चल्छ चल्दैन त्यस्तो नेतृत्व